एक महिना लगाएर अनलाइनबाट रिसर्च गरेँ कुन चाहिँ प्लेटफर्ममा चाहिँ सजिलो हुन्छ। 16 वर्षको क्यारियरमा मैले आज फर्स्टचोटि स्टेजमा बोल्दैछु। अहिलेको टाइममा बोलेन भने चाहिँ हामी धेरै नै पछि पर्छौँ जस्तो फिल भएकोले चाहिँ 10-15 जनाको अगाडि भन्दा पनि म चाहिँ 1000-2000 को अगाडि कसरी बोल्न सकौँ। यो स्टेजमा आएर बोल्नको लागि म सौरभ सरलाई धेरै धन्यवाद दिन चाहन्छु। उहाँले मलाई यो अपर्च्युनिटी दिनुभएको छ र अहिलेसम्म मैले मेरो आफ्नो 16 वर्षको क्यारियरमा मैले आज फर्स्टचोटि स्टेजमा बोल्दैछु। यो म लागि म धेरै गौरवान्वित छु। मेरो नाम विपिन पोखरेल हो। म चाहिँ भक्तपुरमा बस्छु र मेरो एजुकेसन चाहिँ इन्जिनियरिङ ब्याकग्राउन्डबाट भएको हो र मैले चाहिँ एज अ इन्जिनियर मैले डिफ्रेन्ट मार्केट्सहरूमा काम गरेँ। जस्तै टेलिकम्युनिकेसनमा गरेँ, त्यस पछाडि मैले वैकल्पिक ऊर्जा रिन्युएबल इन्डस्ट्रीमा गरेँ। त्यसपछि अहिले आएर म चाहिँ टेक्नो कमर्सियल सेल्स एन्ड मार्केटिङमा काम गरिरहेको छु र जति वर्ष पनि मैले काम गरेँ। काम गर्दाखेरि चाहिँ मलाई चाहिँ के फिल भयो भन्दाखेरि चाहिँ म जहिले पनि एउटा बन्द कोठाभित्र चाहिँ मात्रै भएँ र मैले खासै कसैसँग पनि कम्युनिकेसन गर्न पाइनँ। जस्तै हामी एउटा रुममा छौँ र हामी 8-10 जना मेम्बरहरू छौँ र 8-10 जना मेम्बरसँग चाहिँ हामी बोलिरहेछौँ, छलफल गरिरहेछौँ। तर मार्केटमा चाहिँ सिनारियो फरक हुँदो रहेछ। मार्केटमा चाहिँ अब नेटवर्किङ हुन्छ, धेरै प्रकारको मान्छेहरूसँग भेट हुन्छ, धेरै टाइपको बिजनेसहरू चलिरहेको छ होइन। अनि कुन टाइममा कसरी चाहिँ त्यसलाई हामीले पिक गर्ने भन्ने कुरामा चाहिँ मेरो धेरै ल्यागिङ मैले फिल गरेँ। त्यही भएर चाहिँ यो टाइममा चाहिँ अहिलेको टाइममा चाहिँ हामीले चाहिँ बोलेन भने चाहिँ हामी धेरै नै पछि पर्छौँ जस्तो फिल भएकोले चाहिँ मैले चाहिँ एक महिना लगाएर चाहिँ अनलाइनबाट रिसर्च गरेँ कुन चाहिँ प्लेटफर्ममा चाहिँ मलाई चाहिँ सजिलो हुन्छ, जहाँ चाहिँ मैले चाहिँ यो इन्फर्मेसन गेन गर्न सकौँ, जहाँ चाहिँ मैले मेरो स्टेज फेयर हटाउन सकौँ होइन। त्यसपछि जहाँ चाहिँ मैले मेरो आफ्नो नेटवर्किङ बढाउन सकौँ र मलाई चाहिँ मोटिभेसन आओस् र मैले चाहिँ जम्मा भनौँ न 10-15 जनाको अगाडि भन्दा पनि म चाहिँ 1000-2000 को अगाडि कसरी बोल्न सकौँ, त्यो चाहिँ मेरो एउटा पर्पोज हो होइन। र मैले चाहिँ आफ्नो नलेजलाई चाहिँ अरूले दिएको स्पिचबाट आफूले कसरी गेन गर्ने र आफूसँग भएको नलेजलाई चाहिँ मैले चाहिँ मार्केटमा आफ्नो प्रोफेसनल आफ्नो पर्सनल डेभलपमेन्टको लागि चाहिँ मैले त्यसलाई कसरी सेयर गर्न सकौँ भन्ने कुराको लागि चाहिँ म आज स्पिक मान्डुममा उभिएको छु। म सौरभ सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु मलाई यो प्लेटफर्म दिनुभएकोमा र यो स्पेसली हजुर विनयजीलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले मलाई धेरै नै हेल्प गर्नुभएको छ, धेरै नै कोअर्डिनेसन भयो हाम्रो बिचमा र सौरभ सरसँग मेरो भेट भयो, आज हजुरहरूसँग पनि भेट भयो। यसैको लागि चाहिँ धेरै धन्यवाद। थ्याङ्क यू।